जेनजी जितेको कि हारेको यो कुरामा म दुविधामा छु अहिले। हारेको भनौं भने सत्ता पल्टिएको छ हैन, सिक्का पल्टे जस्तो सत्ता पल्टिएको छ। केपी ओलीको सरकार तपाईको अपदस्थ भएर अहिले सुशीला कार्कीको नेतृत्वमा एउटा अन्तरिम सरकार चाहिँ गठन भएको छ। हारेको भनौं भने त्यस्तो भयो। अब जितेको भनौं भने फेरि जेनजीले चाहेको कुरा एड्रेस भयो। जेनजीले जितेको भए हैन, जेनजीका आन्दोलनले जितेको भए देशमा प्रत्यक्ष रूपमा हैन जनताले चुन्न पाउने हैन। अब जस्तै अहिलेसम्म त सांसद चुन्ने चुनाव मात्रै हुन्छ, तर प्रधानमन्त्री अथवा चाहिँ राष्ट्रको तपाईको चाहिँ कार्यकारी प्रमुखलाई नै भोट हाल्ने, उसलाई चुन्ने कार्यकारीको चुनाव भयो त? त्यो हुने भयो? भएन हैन। जेनजीले आन्दोलन जितेको भए, जेनजीले आन्दोलन जितेको भए हैन, यो आन्दोलनमा जेनजीको जित भएको भए भ्रष्टहरूलाई कारबाही भयो त? भ्रष्टहरूको सम्पत्ति राष्ट्रियकरण भयो? जेनजीलाई त्यो चाहिँ तपाईको स्कुल ड्रेसमा बोलाइयो, त्यसमा अब विदेशी दलालहरू लाग्या छन्, कालो चस्मा लाएर कोठाभित्र बस्नेहरू हुन चाहिँ हैन। तर जे होस् ती निर्दोष बालबालिका अहिले चाहिँ अब 75 जना जति चाहिँ हैन मरिसकेको भन्ने कुराहरू छ। अझै पनि उपचारको क्रममा अझै पनि केही हैन तपाईको चाहिँ संख्या थपिएला भन्ने खालको कुरा पनि आइराखेको छ। कामना गर्छु त्यस्तो नहोस्, सबैको स्वास्थ्य लाभ होस् भन्न चाहन्छु। त्यति धेरै मान्छे विद्यार्थीहरूलाई चाहिँ तपाईको टाउकोमा छातीमा गोली हानेर मार्नेहरूलाई कारबाही भयो? भयो कारबाही कि भएन? अनि जेनजीले जितेको भनौं भने जितेको पनि होइन, हारेको भनौं भने फेरि सत्ता पल्टिएको छ। भनेपछि यहाँ जित्यो चाहिँ कसले त भन्दाखेरि यहाँ जित्यो डिजाइन बनाउनेहरूले जित्यो हैन, विदेशी दलालहरूले जिते। विदेशी दलालहरूले जो चाहिँ महिनौं पहिलादेखि वर्षौंदेखि यो आन्दोलन यस्तो कसरी चाहिँ हैन स्ट्राइक गरौं त, यो सबै तहस नहस कसरी बनाउँ त, सिंहदरबार सर्वोच्च अदालत लगाएका सबटा खरानी कसरी बनाएर चाहिँ यो यसरी चाहिँ हैन हाम्रो देशको शान्ति सुरक्षालाई अनिश्चितकालका लागि चाहिँ नि हैन तपाईको चाहिँ नि लंगडा कसरी बनाइदिउँ त भन्ने किसिमले जुन एउटा सार्वभौम सत्ता भन्छ, त्यो सार्वभौम सत्तालाई कसरी नष्ट गरौँ त भनेर उनीहरूले महिनौं महिना वर्षौं पहिलादेखि बनाइराखेको जुन प्लान थियो त्यो प्लानले जित्यो है। ठ्याक्कै न्यूजै सामाजिक सञ्जाल बन्द गरिदियो हैन, त्यसले गर्दाखेरि जनता आए भन्ने देखियो। तर खासमा जित जेनजीको भएन हैन, जित कसको भयो? जित भयो तपाईको चाहिँ नि विदेशी दलाल। यो चिज छ र सबै जेनजीलाई म भन्न चाहन्छु, यदि तपाईहरु साँच्चैकै हैन न्यायको लागि लड्ने हो भने, न्यायको लागि लड्ने हो भने तपाईहरुले सोच्नु पर्ने हुन्छ कस्तो मान्छेलाई अगाडि बढाएर जाने, के बढाएर जाने, किन बढाएर जाने, यावत कुराहरु। यो माटो कहिले नछुएको, माटोको मायै नलाग्ने मान्छेहरुलाई तपाईले लिडर बनाउनु भयो हैन। जसलाई यो माटोको सुगन्ध थाहा छैन बाबा, उसलाई यो भूगोल थाहा छैन हैन, सीमाना थाहा छैन, उसलाई सीमानाको माया लाग्दैन, भूगोलको माया लाग्दैन, माटोको माया लाग्दैन हैन, दुःख उसले देखेकै छैन, दुःख बुझेकै छैन, त्यस्तो मान्छेहरुलाई तपाईले लिडर मान्नुभयो है। जसलाई यो देशको मायै छैन त्यो मान्छेलाई लिडर बनाएकै कारणले गर्दाखेरि हामीले सधैँभरि धोका खाइराखेका छौं, धोका पाइराखेका छौं। अब यो कुरा जति तपाईहरुले ढिलो बुझ्नुहुन्छ, अर्क साम्पाङको कुरा जति ढिलो बुझ्नुहुन्छ उति नै तपाईको छैन सारो पर्दै जान्छ है। हामी दुःख गरिरहेका छौं, हाम्रो आउँदा पुस्ताकै लागि दुःख गरिरहेका छौं, तर जति ढिलो गर्नुहुन्छ हैन मेरो कुरा बुझ्नलाई उति ढिलो भएर जान्छ, देशै आफ्नो हातमा नरहने स्थिति आउन सक्छ। यहाँलाई कस्तो लाग्छ मेरो विचार? यति भन्न चाहे मित्रहरु, म टाइम टु टाइम आइ नै रहन्छु हैन, कुराहरु सुनाइ नै रहन्छु, बुझ्नु होला कुरा। थ्यांक यू।